मेरो भान्जीको पूजा भर्खर रेडी गरेछु गाइस मैले हामी रेडी भएर ज्याकेट लगाएर ड्रेसअप गरेँ जुत्ता चाहिँ मैले यो लगायो देख्नु होला होइन ड्रेसअप चाहिँ म यही गर्छु प्रायः जस्तो अन्त मलाई कति बजेको जस्तो भइरहेको छ तर 8 मात्रै बज्दैछ तर दार्जिलिङ घुम्न आउँदाखेरि चाहिँ 12 बज्छ जस्तो छ सबै टायर नयाँ छ नि मेरो ल बसौँ छिटो डिक्कीमा लाउनु ब्याग ल सबै त्यहीँ लाउनु गाइस हामी चाहिँ जाँदैछ दार्जिलिङ म त बिहानै निस्केको यहाँ आमा दिदीहरू सबै ढिलो गरेर छैन ढिलो भयो ल बसन बा न यहाँ पर्मिट बनाउनु छ यहाँ आमाहरू हो यहीँ मेरो भान्जी पनि सुतिएको छु हेजिसो उठ्यो गाइस ल आज चाहिँ पर्मिट बङ्गाल पर्मिट बनाउन आएको गाडी यहाँ छ मेरो यहाँ सिक्किम चेकपोस्ट हो अब बङ्गाल चेकपोस्ट जानु आँटेको गाइस अब यो ज्याकेटहरू फ्याँकिदिनु जस्तो भएको छ गाइस उदाउँछ नि ट्राफिक हामी रम्फू पारी आयो भनेर नि छिटो न बेल्ट पनि लाउनु पर्ने अरे बङ्गालमा हो अब हाम्रो सिक्किममा पर्दैन हो अब के गर्नु अब अर्काको देशमा गएपछि लाउनै पर्यो हाम्रो सिक्किममा चाहिँ झन् छैन त्यति हो ठ्याङ्गट भनौँ न होइन गाइस दार्जिलिङ आइपुग्यो हामी दार्जिलिङ आइपुग्यो होइन यहाँनिर खिचेको यो गाडीलाई भेट्छ कि भनेर यतातिर पनि कुद्छ नि घुमाउनुको लागि मात्रै होइन अब के अरे कुन हो अब दार्जिलिङ आइपुग्यो दार्जिलिङ आइसक्यो हो अब चाहिँ खै दिदी आमाहरू टोय ट्रेनमा घुम्ने भन्छ सिलगढी लगेर छोड्दैन रड्डी हुन्छ फेरि हो टेन्सन हो गाइस दार्जिलिङको जाम अब देख्नुभयो होला यस्तो छ दार्जिलिङको हो यहाँनिर देख्नु होला हामी चाहिँ यहाँ छ गाइस यी सबैजना छ यी म छु यहाँ मेरो भान्जी हो यहाँ देख्यो होला बहिनी हो यहाँ दिदी बोजू यता हेरिदिनु त बोजू ए हेर्नु नि बोजू गाइस हेर्नुहोस् जाम भइरहेछ जाम स्टेसन यो ल गाइस कोइलाले चल्ने ट्रेन देख्नु भयो होला गाइस पल्टिरहेको पहिलाको पार्किङ गरेर म चाहिँ लाग्यो मन्दिर दर्शन गर्नु लागि अन्त जाँदैछ महाकाल मन्दिर बाटो चाहिँ साँगुरो रहेछ हो तर अल्टो चाहिँ ठिकै कुद्दै रहेछ यही दर्शन ल गाइस हामी चाहिँ लाग्यो मन्दिर
बजेछु फाइनली यस्तो दिनहरू छ गाइस हामी चाहिँ लाग्यो उकालो आमामा ठाडो बाटो रहेछ अन्त म त फेरि अप्ठ्यारो धुन्छु दाइ भान्जी यता हेरिदिनु यता मामालाई फाइनली ओ मङ्की ऊ रिभ्यूमा मङ्की Money, baby, home. Meow. Monkey, ayo हामी. Meow. Meow. Monkey ले तो दिव्या मली. Meow. Excuse me. मेरा दिल का मेरा दीवाना है. अगर से खदर. आज हामी फाइनली पूजासुजा गरेर एकदम मजाले त्यहाँदेखि टक्कै हामी दर्शन गर्दैछ यहाँनिर अन्त यहाँ सबैजना बजु ढोक्नु यहाँ ढोक्नु बजु फाइनली पूजासुजा गरेर दर्शन गऱ्यो अन्त हामी जाँदैछ आमाहरू अगाडि जानुभयो अन्त त्यही भएर म चाहिँ ओह्रालो जाँदैछु गाडी चलाएर पुरा खाएको नि त कि त्यही भएर अन्त यहाँनिर सबै मन्दिरहरू राईको लामादेखि लिएर सबै रहेछ हो पण्डित सबै फाइनली म चाहिँ निस्किँदै त पूजासुजा गरेर सबैजना हुँदैछ मेरो त यताबाट देखिहाल्छ है ल फाइनली म चाहिँ निस्किँदै त पूजासुजा गरेर सबैजना हुँदैछ मेरो त यताबाट देखिहाल्छ है ल फाइनली म चाहिँ निस्किँदै त पूजासुजा गरेर सबैजना हुँदैछ मेरो त यताबाट देखिहाल्छ है ल फाइनली म चाहिँ निस्किँदै त पूजासुजा गरेर सबैजना हुँदैछ मेरो त यताबाट देखिहाल्छ है ल
हातमा पनि पक्राउनु भान्जी देख्यो आम्बो घरतिर सो है बहिनी अब घर फर्किँदैछ दार्जिलिङबाट तपाईँको अहिले यहाँ 4 बज्न थाल्यो अब घर त 4, 5, 6, 7, 8, 9 बजी चाहिँ पुग्छ होला गाइस आम्मामा यहाँ मेरो भान्जीले गर्दा नि घुमाइकन आएको नि हामी चाहिँ लाग्यो ल गाइस होइन यहाँ मेरो भान्जी खेल्दैछ यहाँ मेरो भान्जीले खेलेको हेर्नु ल गाइस मेरो भाइ एन्यो बहिनी खै मामाकोमा यता खै बहिनी मामाकोमा हेर्नु नि यता हेर्नु बहिनी ए मेरो भान्जी मेरो भान्जी रुँदैछ हो बाई बहिनी ए जी बिहामा सो गाइस यहाँ आइपुगेको छ फाइनली यहाँनिर गाडी राखेर एकदम पार्किङ सार्किङ गरेर चाहिँ अब बेलुकाको नाइट भिजन घर अब दार्जिलिङबाट घर फर्केको गाइस त्यही भएर चाहिँ हत्तु बोक म त साथमा चलिन आइदियो हामी चाहिँ लन्च गर्दैछ मेरो भान्जी पनि खाँदैछु रोटी तरकारी चाहिँ कस्तो रहेछ तरकारी है गाइस दार्जिलिङ चाहिँ अब डाँडा मन्दिर आइपुग्यो अब कुन चाहिँ मन्दिर जानुपर्ने गाइस हामी चाहिँ फाइनली निस्किसक्यो हो दार्जिलिङबाट भर्खर आएको हामी अन्त त्यहाँदेखि अब यस्तै छ गाडी घरमा राखेर पार्किङ सार्किङ गरेर भोलि त ड्युटी पनि जानुपर्ने छ हत्तु आएछु म त गएर आएको अन्त